हे गाइजहरु हाम्रो गाउँ चाहिँ यस्तो प्रकारको छ है। अहिले चाहिँ एकदम हरियाली छाएको छ। यहाँ नसला एकदम मजाको छ। यो चाहिँ दिनताम बजार हो। यहाँ नसला ओ ज्याक्सन त अघि त्यहाँ माथि पुगेछ। ओके गाइस, हामीहरु चाहिँ यहाँनिर फाइनली डाँडामा आइपुगिसकेको छौं। लु जो उ तल डाँडामा हेर्नु त, मान्छेहरु पनि जोड आएको रहेछन् यहाँनिर घुम्नु। लु लु जो यहाँ माथितिर दोकान त यो डाँडामा चाहिँ धेरै राम्रो छ नि त घुम्ने जग्गा र त्यसै कारणले चाहिँ यहाँनिर मान्छेहरु पनि यहाँनिर धेरै आउँछ नि त घुम्नु। यहाँ नसला दिनमा चाहिँ नआएको चाहिँ हुनै हुँदैन नि त हो। म चाहिँ यहाँनिर केटीसँग बोल्यो भनेर यहाँनिर हात उज्याएर आउँदैछु कुट्नुको लागि। किन 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 कुट्दैछ मलाई? ह किन? बोयफ्रेन्ड होस् कि गर्लफ्रेन्ड होस् न अन्त। किन किन हो त अन्त। हेर न चलेको। हाम्रो गाउँ चाहिँ यहाँ पर छ हो गाइस। म चाहिँ फाइनली यहाँनिर मेन डाँडामा आइपुगिसकेको छु। यहाँ हेर्नुहोस् होला। सो डाँडाको वल्लोपट्टि चाहिँ यतापट्टि चाहिँ यस्तो प्रकारको गाउँ छ। यहाँ हेर्नुहोस् होला, ऊ तलमाथि कति मजाको गाउँहरू छ। यहाँ हेर्नुहोस् होला। यहाँ हेर्नुहोस् होला, यस्तो दामी गाउँ छ यतापट्टि चाहिँ।